सबैलाई नमस्ते। आज मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका अन्तर्गत पर्ने दामराङ गाउँमा एउटा विवाह हुँदैछ। मेरो यो चेपाङ संस्कार र संस्कृतिहरूको मैले विवाह देखाउन गइरहेको छु। अन्तिमसम्म हेरेर साथ र सपोर्ट गर्नु दिनुहुनेछ भन्ने पूर्ण आशा राख्दै मैले भिडियोलाई चाहिँ अगाडि बढाउन गइरहेको छु। यो चेपाङहरूको संस्कार संस्कृति छुट्टै एकदम कस्तो हुन्छ भने तपाईलाई हेर्नु भएको छ। यो दुला र दुलैलाई चाहिँ दिउँले स्वागत गरिँदैछ है। यो चेपाङहरूको विवाह एकदम संस्कार संस्कृति अन्तर्गत पर्छ। चेपाङहरूको परम्परागत यो तपाईँलाई पक्कै पनि अनुरोध लाग्न सक्छ। यो चिसोबाट चाहिँ स्वागत गरिँदैछ। पहिले दुला दुलैहरूलाई चाहिँ यो माइतीहरू चाहिँ यता भाइ दाईहरू चाहिँ यता बसिरहनु छ। सबै दिदी बहिनीहरू चाहिँ सबै आइरहनु भएको छ, हेर्नु भएको छ। यो दिदीले चाहिँ एकदम है बहिनी ज्वाइँलाई दिउँमा चाहिँ दिउँले चाहिँ स्वागत गराउनु भएको छ। छोरी बहिनीलाई चाहिँ माइतीबाट सिधार्दै गर्दा पठाउँदै गर्दा सम्झाइरहनु भएको छ। दुलाको बुवालाई चाहिँ के गर्ने भनेर चाहिँ उहाँलाई सिधै सिकाइरहनु भएको छ, उहाँले सम्झाइरहनु भएको छ। न्याय समितिको अध्यक्ष पनि हुनुहुन्छ, उहाँ दाई हुनुहुन्छ। यो मान मर्यादा चाहिँ आमाको बाबाको मान्छेले हेर्दिनु समानताले हेर्दिनु होला। बहिनीले पनि यहाँको आमा बाबासँग चाहिँ हाहु भनेर होला, त्यागेर सूत्रीकरण भएर होइन त्यो बोली वचन फेरिएर बदलिएर समानता हिसाबले हेर्दिनु होला। मेरो बहिनी श्रीमानसँग यहाँको भाइहरूसँग बोलेको जस्तो हुँदैन है। त्यो अनुपातले बोल्नु। त्यहाँ गएर खोइ कुन करारमा बसेको तिमीलाई त्यस्तो अब्जर्भहरू नआयोस् ताकि त्यस्तो आउनु भन्दा अगाडि चाहिँ आफ्नो बोली वचन ऊ त्यो पल्लो डाँडाबाट आएर भन्दैछु है। दुःख नमान्नु, यो कर्म हो। कर्म भनेको फेरि फेरि आउँदैन है। फेरि फेरि आएकोलाई कर्म भनिँदैन। गाई आयो किन आएन जस्तो लागिरहेको थियो होला। गाई आयो, अलिकति करायो, खायो, अनि तिमी कान्छी हो यो घरको, अनि राम्रोसँग त्यहाँ गएर यहाँको पठन पाठनले मात्रै नभएको त्यहाँको यत्रो मेरो कान्छी बहिनी झन् थो त भन्दा नि दिदी बहिनीहरू चाहिँ यसो चटक्क हेरेर आउनु भएको छ। पनि फोटोको सेसन चलिरहेको छ। फोटो सेसन अब चेलीलाई पठाउँदै गर्दा माइतीहरूले चाहिँ फोटो सेसन गरिरहनु भएको छ। अब अन्तिम अवस्थामा हुनुहुन्छ। अब बिहानै आएर फर्किने समयमै फर्किने चलन हुँदो रहेछ यहाँको। पक्कै पनि फर्किने अवस्थामा हुनुहुन्छ। पक्कै पनि उताबाट ब्याउन पक्षबाट दुला पक्षबाट ल्याइदिएको चाहिँ दुला बच्चा ल्याएको गिफ्ट उहाँले चाहिँ दिइरहनु भएको छ। गिफ्ट ल्याउने पक्कै पनि छ। दुलैले चाहिँ दुलैले दुलालाई ल्याइदिरहनु दुलैको बुवा हुनुहुन्छ, दिदी हुनुहुन्छ। फोटो खिचाउने फोटो सेसनको प्रक्रिया अझै जारी नै छ। अब अन्तिम अवस्थामा हुनुहुन्छ घर जाने। बहिनी जाँदै हुनुहुन्छ। अब बहिनी चाहिँ यहाँको चेली चाहिँ जाँदै हुनुहुन्छ। यो बाटोमा अन्तर्गत पर्ने यो बाटो छेक्ने, यसले बाटो छेक्ने भन्दो रहेछ। यो घरबाट जाँदै गर्दा बाटो छेकेको अरे। बहिनीले चाहिँ बाटो छेकेर चाहिँ बसिरहनु भएको छ। अब के हुन्छ पछाडि पक्कै पनि अन्तिमसम्म हेरिरहनु होला के हुन्छ। हेर्नु होला। ठाउँ परिवर्तन भएर फेरि अर्को ठाउँमा चाहिँ फेरि
बिदाईको लागि फेरि अर्को ठाउँ परिवर्तन गर्नुपर्दो रहेछ। उहाँले घरदेखि अलिक केही दूरी र खादा ओराएर स्वागतको बिदाई गरिरहनु भएको छ। उठाइदियो